मेष राशि। वैशाख महिनामा मेष राशिको लग्नमा सूर्य पर्ने कारणले गर्दा तपाईँलाई रिस उठ्ने, झन्झट झमेलाहरू लाग्ने, सामाजिक जीवनमा चाहिँ आँच आएको जस्तो महसुस हुने, गरेको काममा तिक्तता हुने अथवा अलिकति झन्झटपूर्ण समय, अरूलाई दोष देखाउने बानी हुन सक्ने समय देखिन्छ। मेष राशिको केही कुरामा चुनौतीका समयहरू पनि सामना गर्नुपर्ने हुन्छ। बृहस्पति तपाईँको चतुर्थमा जानै लाग्दा तेस्रोमा बृहस्पति अत्यन्तै अकारक भएको कारणले गर्दा यो 1 वर्ष तपाईँको रस्साकस्सीमा गएको र जीवनमा चुनौती नै चुनौती प्राप्त गरेको समय पनि हो र तपाईँले धेरै कुरामा बाधा व्यवधान रहेको छ र 83 सालको वैशाख महिनामै मुखमा ढुङ्गा लाग्न सक्ने स्थिति भएको कारणले गर्दा तपाईँले के चपाउँदैछु भनेर स्पष्ट वरिपरि हेर्नुपर्ने हुन्छ। किनभने तपाईँ आफूमा चाहिँ एउटा अनुशासन छ, तर तपाईँको वरिपरि जुन शत्रुहरू छन् तिनीहरू चाहिँ तपाईँको समस्यामा हाँस्ने गर्छन् या तपाईँको समस्यालाई देखेर रमाउने गर्छन् र तपाईँले दिँदै पनि गरौँ भन्दै पनि उनीहरू रुष्ट भएको अवस्थिति देखाउँछ। चतुर्थमा बृहस्पति जानु अगाडि तेस्रोमा बृहस्पति हुन्छ। तेस्रोमा बृहस्पति हुँदा चाहिँ छिमेकीहरू रुष्ट हुनु वा परिस्थितिका वरिपरिका व्यक्तिहरू रुष्ट हुनु, साथीभाइहरू रुष्ट हुनु स्वाभाविक हो। तपाईँलाई आफ्नै मान्छेले धोका दिने समय भएको कारणले गर्दा आफूलाई चाहिँ अलिकति मिलाएर अगाडि लिएर जानुहोस्। रिसाउनु भन्दा पनि एउटा नरिसाइकन चाहिँ सामान्य शान्त भएर अगाडि बढ्नुभयो भने राम्रो हुनेछ। स्वास्थ्यमा चाहिँ एकदम राम्रो छ। मेहनत गर्दा सबै किसिमका कामहरू बन्न सक्ने स्थिति छ। कुनै काम छोड्नु भएको छ भने फेरि नयाँ काम वैशाख महिनाबाट हुन सक्ने हुन्छ। उन्नति प्रगतिका लागि चाहिँ तपाईँ मेहनत गरेर अगाडि बढ्न सक्नुहुनेछ। पढाइ एजुकेसनको क्षेत्रमा पनि अलिकति झन्झट लाग्न सक्ने समय छ। अरू कुरा सबै कुराहरूमा चाहिँ तपाईँको मनस्थितिलाई भन्दा पनि परिवारको मनस्थिति अनि छिमेकी साथीभाइको मनस्थिति हेरेर काम गर्नुपर्ने हुन्छ। कहिले पनि तपाईँले आजसम्म जीवनमा आफ्नो लागि भनेर त गर्नु भएन होला होइन। मेष राशि एउटा अनुशासनको व्यक्ति हो। कुनै पनि परिवारको अथवा समाजको जिम्मेवारी लिएर काम गर्नुपर्ने हुन्छ। यो जिम्मेवारी लिएर काम गर्दा गर्दै उमेर गइसक्छ अथवा भोलि हुन्छ किन दुःख दिनु अरूलाई भन्दै जीवन जाने हुन्छ। त्यसैले यो वैशाख महिनाबाट चाहिँ एउटा रणनीति बनाउनुहोस् होइन वर्षैभरिको लागि कि म पहिले मेरो लागि गर्छु अनि तेरो लागि गर्छु, यो हिसाबमा तपाईँ अगाडि जानुभयो भने चाहिँ वैशाख महिना तपाईँको शुभ हुने देखिन्छ। मिथुन राशि। तपाईँ वृष राशिको हुनुहुन्छ। वैशाख महिनामा तपाईँले धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ। द्वादश स्थानको मा चाहिँ सूर्य पुग्ने कारणले गर्दा मुद्दा मामिला लाग्न सक्ने अथवा मुद्दा मामिलामा चाहिँ अग्रसर हुन सक्ने अथवा कसैलाई मुद्दा लाउनु पर्ने स्थिति वा धेरैलाई मुद्दा लाउनु पर्ने स्थिति यो पनि हुनसक्छ। खर्चहरू बढ्न सक्ने हुन्छ। विदेश यात्रा हुन सक्ने हुन्छ। आर्थिक सम्बन्धी चुनौतीहरू आउन सक्ने हुन्छन् र समयले यसरी पेल्छ कि तपाईँलाई चाहिँ अलिकति परिस्थिति वैदेशिक शक्ति अथवा विभिन्न कुराहरूले चाहिँ पेल्न सक्ने समय पनि देखिन्छ र तपाईँको परिवार समाजले पेल्न सक्ने स्थिति छ र तपाईँ कुनै पनि काम गर्दै हुनुहुन्छ भने वरिपरिका व्यक्तिहरू नै शत्रु भनेर निस्किन सक्ने स्थिति छ। खर्चहरू बढ्ने हुन्छ र काम नबन्ने हुन्छ। कसैले काम गरिदिउँला भनेर पैसा लान्छ र कामै गरिदिँदैन होइन। हरेक कुराले समस्याको स्थिति छ। हस्पिटलमा पैसा तिर्नुपर्ने अथवा चाहिँ स्वास्थ्यमा हानि हुन सक्ने अथवा आफ्नो लागि नभएर अरूको लागि गर्नुपर्ने स्थिति हुन्छ। जहिले पनि वृष राशिले जीवनभर नै साँडे जुधाइ जस्तो सिङ जोतेरै खाएको हो र अबको महिना पनि र आउने समय पनि सिङ नै जुधाउने हो र जोरी नै खेल्नुपर्ने समय देखिन्छ। तपाईँको जीवनमा कहिले पनि समयले सहजता ल्याएर राखिदिएको भन्ने कुरा देखिँदैन अरू 11वटा राशिलाई जस्तो। तपाईँको जीवनमा चाहिँ बारम्बार समयले चुनौती मात्रै राखिदिएको छ र आफूलाई निहाल्दाखेरि आफूलाई हेर्दाखेरि आफ्नो सङ्घर्षलाई हेर्दाखेरि काहाली लागे तापनि त्यो काहालीको हकदार आफै हो तपाईँ र तपाईँको जीवनमा चाहिँ यो सबै चुनौतीहरूलाई पार गर्नको लागि कठिनै छ। पार गर्न सकिँदैन वा चाहिँ सजिलो कुराले भने त्यसमा चाहिँ पौँठे जोरी खेल्नु वा त्यससँग जुझ्नु चाहिँ स्वाभाविक प्रक्रिया हो। त्यसैले वृष राशिको व्यक्तिको लागि वैशाख महिना निकै चुनौतीमय हुन सक्ने कारणले गर्दा तपाईँले आफूलाई संयम वा धैर्य राखेर आफू सचेत भएर मात्रै अर्कामाथि प्रहार गर्न ग्रह गणितको अपिल छ। आफूलाई नै मूढ बुद्धिमा ल्याएर चाहिँ कसैमाथि प्रहार नगर्नको लागि लेखिएको अवस्थिति छ। हुन त तपाईँले धेरै कुरालाई समयले साथ पनि दिएको छ, धेरै कुरालाई छुट पनि दिएको छ होइन। तपाईँको राजयोग एक्टिभेसनको समय छ किनभने दोस्रो घरमा बृहस्पति एकदम बलियो भएर बसेको स्थिति छ। तपाईँको चाहिँ आमा बाउको आशीर्वाद लिएर गरेका कामहरू एकदमै राम्रो हुनेछन् र देश विदेशको यात्रा तपाईँको लागि सर्वाधिक सुखमय बन्ने हुन्छ। उन्नति प्रगति हुने हुन्छ। पढाइमा ध्यान नजाने हुन्छ। विदेशमा गएर पढ्नु जस्तो हुन्छ र अब केही हुन्छ है अथवा मैले केही गर्न सक्छु है को अवस्थिति हुँदा हुँदै पनि
अलिकति चुनौतीको समय चाहिँ वैशाख महिना देखिन्छ। सामाजिक जीवनमा राम्रो छ, तपाईँको भाग्यले साथ दिन सक्ने समय नै हो। तपाईँको स्वास्थ्यलाई हेर्ने भने अलिकति बाधा व्यवधानको समय छ। तपाईँको वैवाहिक जीवनमा रोमान्टिक सम्बन्धलाई लिएर चाहिँ निकै चुनौती हुन सक्ने हुन्छ। यो सँगसँगै गर्लफ्रेन्ड बोयफ्रेन्डको अवस्थितिमा पनि रोमान्टिक कारणले गर्दा सम्बन्धहरू छुट्न सक्ने वा एक आपसमा बोलेका कुराले गर्दा मुद्दा मामिलाहरू झमेलामा पर्न सक्ने अवस्थिति देखिन्छ। ग्रह गणितको गोचरीय प्रभावले गर्दा तपाईँ कसैमाथि पनि हावी भएर प्रहार नहुनको लागि अनुरोध छ। तपाईँ सौम्य र शान्त भएर काम गर्नुहोस् कि त्यो तत्कालै केही समयहरूमा सुधार हुने देखिन्छ। र वैशाख महिनामा भने जस्तो त छैन, तर केही कुराहरू चाहिँ तपाईँका लागि शुभ पनि छन् होइन। यात्रा गरेर केही कुराहरू प्राप्त गर्न सक्नुहुनेछ होइन। मेहनत गरेर अथवा कर्महरूलाई देखाएर केही कुराहरू पाउन सक्नुहुनेछ। लोनहरू प्राप्त गर्न सक्ने, इन्भेस्टमेन्टहरू हुन सक्ने हुन्छ होइन। आफ्नो बच्चाहरू कन्सिभिङको लागि अलिकति बाधा भए तापनि तपाईँको बुद्धि विवेकहरू अत्यन्तै राम्रो हुन सक्ने समय देखिन्छ होइन। अब तपाईँको राशि मलाई भन्दा बढी तपाईँलाई थाहा छ। तपाईँ आफू हुनु नै मलाई भन्दा बढी तपाईँ आफूलाई थाहा हुनु हो कि। त्यसै तपाईँ आफूले आफूलाई महसुस गर्नुहोस् होइन। अलिकति आध्यात्मिक बन्नुहोस् अनि आफूलाई एउटा भगवान्सँग जुडावमा राख्नुहोस्, युनिभर्सको शक्तिको जुडावमा राख्नुहोस्। तपाईँ सफल बन्न सक्नुहुन्छ। तपाईँलाई ईश्वरले, दैवले, भावीले, आशीर्वादले धेरै कुराहरू दिएको छ जो गर्न नसक्ने काम, अरूले गर्न नसक्ने कामहरू गरेर अगाडि बढिरहनु भएको छ। यसमा पनि तपाईँको लागि चाहिँ सर्वाधिक राम्रो हुन सक्ने समय छ र आउने समय शुभ पनि छ। मिथुन राशि। मिथुन राशिको एकादश स्थानमा सूर्य छ। उन्नति प्रगतिको समय हो। उन्नति प्रगतिको समय सबै राशिले वा ग्रहले दिएर हुँदैन। तपाईँमा आशीर्वाद लिन सक्ने सामर्थ्य पनि आफूले तयार गर्नुपर्छ। सधैँभरि मेरो राशि राम्रो वा चाहिँ मैले कुनै पनि कुरा जुधेर खान सक्छु, यसको लगभग परिस्थिति अन्त्य भइसकेको छ। र तपाईँ आफू अगाडि बढ्नको लागि ईश्वरको सपोर्टमा जान सक्छु वा ईश्वरीय आशीर्वादमा पर्न सक्छु। कालभैरवको शक्ति हुन्छ, देवी शक्तिको सब शक्ति हुन्छ, मष्ट हुनुहुन्छ वा कुलदेवता पितृहरू हुनुहुन्छ, हनुमानजी हुनुहुन्छ होइन। यो कुरालाई आधार मानेर अगाडि बढ्ने हो। पृथ्वीको हरेक मानिसलाई जिउनको लागि एक महत्त्वपूर्ण शक्तिको आवश्यक हुन्छ। त्यो शक्तिमा नबसेको मान्छे कहिले पनि जीवनमा सफल हुँदैन। पृथ्वीका सबै सफल मानिसहरूसँग तन्त्र मन्त्र साधना त्यसप्रतिको त्याग छ। यो तपाईँमा छैन र म विदेशीमा छैन भन्नु भयो भने पनि हुँदैन, विदेशीमा पनि हुन्छ। त्यसैले अलिकति बृहस्पति आफ्नो राशिमा छ। अहिले लास्ट समयमा आएर लोन लिनुपर्ने अथवा केही कुराहरूमा ठुलो लोन लिएर नै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने वा इन्भेस्टमेन्ट गर्नुपर्ने समय छ। सेयर मार्केटमा इन्भेस्टमेन्ट लोन लिएर गर्न आँट्नु भएको पनि देखिन्छ, अथवा अन्त पनि लोन लिएर इन्भेस्टमेन्ट गरौँ न भन्ने तपाईँको मनसाय छ, अथवा राखेको पैसा इन्भेस्टमेन्ट गरौँ न भन्ने उपाय छ। तपाईँलाई समयले दिँदैन होइन, दिन्छ, तर अलिकति ढिला दिन्छ। वैशाख महिनामा इन्भेस्टमेन्ट गर्नु हो भने श्रावण पछाडि तपाईँको आर्थिक उन्नति एकदम राम्रो हुन सक्ने अवस्थितिहरू देखिन्छ। कुनै पनि कुरा हतारमा लिएर खाइहाल्नको लागि जली तातै खाइहालौँ वा जली मरौँको अवस्थामा चाहिँ कुनै पनि कुरा छैन। र मेहनत गरेर धैर्यता राख्ने हो भने तपाईँको लागि राम्रो छ। श्रीमतीसँगको सम्बन्धमा शुभ हुनेछ, श्रीमानसँगको सम्बन्धमा शुभ हुनेछ। आर्थिक उन्नति, सामाजिक जीवन होइन, बच्चा कन्सिभिङ, लभ सम्बन्ध, भाग्य, उन्नति प्रगति, यो यावत कुरामा शुभै भएर जान सक्ने हुन्छ वैशाख महिनामा र केही सकारात्मक अवस्थितिहरू देखिन्छ। कर्कट राशि। कर्कट राशिको चौथोमा सूर्य छ। आमाको स्थानमा सूर्य भएको कारणले गर्दा एकैपटक आमा बाबुको आशीर्वाद लिनुपर्ने देखिन्छ। कर्कट राशिको व्यक्ति केही कुरामा कप्ट्याइ गरे तापनि, केही कुरामा कप्टी भए तापनि, अथवा चाहिँ मनमा केही कुराहरूलाई राखे तापनि ती कुराहरू समाजको अगाडि लिएर आउँदाखेरि ती कुराहरू सत्य नै हुन सक्ने हुन्छ र तपाईँ खराब कुरा मनमा नराख्ने हुन्छ हुन चाहिँ होइन। आफ्नो आमासँग कुनै पनि दुःखहरू सेयर गर्ने वा आफ्नो आमासँग एकदम नजिक हुने कारणले गर्दा तपाईँले जीवनमा आमाको आशीर्वाद एकदमै धेरै पाउनुहुन्छ। आमा पनि तपाईँप्रति एकदम गहिरो भावनात्मक सम्बन्धमा हुनुहुन्छ। त्यसैले आमाको आशीर्वाद वैशाख महिनामा प्राप्त हुने र बाबाको पनि आशीर्वाद वैशाख महिनामा प्राप्त हुने कारणले गर्दा तपाईँको जीवनमा, कर्कट राशिको जीवनमा देश विदेशको यात्रा हुने, तपाईँको एक्जाममा नम्बर राम्रो आउने, आर्थिक उन्नति हुने, पढाइ लेखाइमा राम्रै हुने पनि देखिन्छ। यो एउटा कुरा के ख्याल गर्नुहोस् कर्कट राशिको व्यक्ति तपाईँ भने, जबसम्म कठोर हुन सकिँदैन, जबसम्म अरूको हेम्बरबाट आफू फोरेर धुलो हुन्छ, तबसम्म जीवनमा कुनै पनि प्रगति हुँदैन। कर्कट राशिको एउटै मात्रै बानी के छ भने तपाईँ अरूको हेम्बरलाई चाहिँ आफ्नो प्रगति ठान्नुहुन्छ। त्यसैले तपाईँको जीवनमा कहिले पनि विकास हुँदैन। तपाईँ चाहिँ आफू एकदमै कठोर बन्नुहोस्। फलामको हेम्बर हो भने आफू नै फलाम बन्नुहोस्। यो कारणले गर्दा चाहिँ तपाईँ जीवनमा सफल बन्न सक्ने हुन्छ। उसले केही कुरा अहिले गर्छ भने अहिलेको अहिले उसलाई वचन दिन सक्ने अथवा चाहिँ उसको वचनलाई चाहिँ प्रतिकार गर्न सक्ने क्षमता राख्नुहोस्। यो तपाईँको लागि राम्रो
राम्रो हुनेछ। र वैशाख महिनामा तपाईँको धेरै कुराहरूमा सकारात्मक नै रिजल्ट्स हुन सक्ने हुन्छ र त्यस्तो समस्याहरूको अवस्थितिहरू छैन। उन्नति प्रगतिहरूको अवस्थिति एकदम राम्रो छ। एक्जामको तयारीहरू राम्रो गर्नुहोस्। भाग्यले साथ दिन सक्ने समय भएको कारणले गर्दा तपाईँको जीवनमा सर्वाधिक शुभ हुन सक्ने नै समय आउने समयहरू हुन्। र केही कुराहरूमा अल्झिएको अवस्थिति छ। व्यापार व्यवसायमा चाहिँ गाह्रो साह्रोको अवस्थिति छ। लगानी गर्ने या नगर्ने हुनुहुन्छ भने 1 वर्षको लागि लगानी गरे फरक पर्दैन, लगानी गर्ने हो। र विदेश जाउँ कि देशमा बसौँ भन्नुहुन्छ भने विदेश जाने हो। देशमा तपाईँको लागि पनि राम्रै छ, तर विदेशमा त्योभन्दा राम्रो हुन सक्ने अवस्थिति देखिन्छ। कहिले पनि आफ्नो अनुशासनभन्दा बाहिर बसेर देश विदेश यो संसारमा जति पनि हुनुहुन्छ, मलाई मेरो एकचोटि कुरा मानिदिनुहोस् होइन। चन्द्रमाको आफ्नो अनुशासन हुन्छ, मङ्गल ग्रहको आफ्नो अनुशासन छ, यो सूर्यको आफ्नो अनुशासन हुन्छ, पृथ्वीको आफ्नो अनुशासन छ होइन। पृथ्वी आफ्नो कक्षमा घुमिरहन्छ, यो युनिभर्स पनि आफ्नो कक्षमा घुमिरहेको अवस्थिति हुन्छ। सोलर सिस्टम समग्र आफ्नो अक्षमा घुमिरहेको छ होइन। भनिसकेपछि कर्म निरन्तर छ। कुनै पनि कर्मलाई सानोतिनो नमानिकन मेहनतले काम गर्नुभयो भने तपाईँ सक्सेस बन्नुहुन्छ। तपाईँ चन्द्रमाको राशि हो। चन्द्रमाको जस्तो अनुशासन हुन्छ त्यस्तै अनुशासन। तपाईँको चन्द्रमा जस्तै कुनै समय अँध्यारो हुन्छ भने कुनै समय उज्यालो हुन्छ। तर आफूलाई विश्वास मानेर अगाडि बढ्नुहोस्। वैशाख महिनामा सर्वाधिक शुभ चाहिँ कर्कट राशिको लागि देखिन्छ। सिंह राशि। सिंह राशिको भाग्यमा सूर्य छ। तपाईँको भाग्यले अलिकति ठगेको महसुस भइरहेको छ भने वैशाख महिनामा पनि त्यो निरन्तर हुनेछ। तर तपाईँको बृहस्पति अलिकति शुभ वा कारक भावमा भएको कारणले गर्दा तपाईँको चाहिँ वैशाख महिनामा तपाईँ जीवको अस्तित्व रक्षा गर्ने, अरूको पनि जीवन देख्ने, कुनै नैतिक पतन नभएको वा तपाईँ चाहिँ आफ्नो रथ आफूले हाँकेर हिँडिरहनु भएको छ जीवनमा, तपाईँको जीवनको साँचो अरूसँग छैन भने तपाईँ एकदमै सफल बन्न सक्ने समय छ। आर्थिक उन्नति, सामाजिक उन्नति, देश विदेशको यात्रा, भाग्य उदय, यो यावत कुराहरू प्राप्त हुन सक्ने हुन्छ। सिंह राशिले आफूले रथ हाँकेको छैन र अरूलाई दिएको छ, अथवा आफ्नो जीवनको साँचो अरूले काम गरिरहेको छ, वा चाहिँ अरूको कुरा सुनेर मानेर हरेक कुरामा चाहिँ जदौ गरेर अगाडि बढिरहनु भएको छ भने तपाईँलाई निकै ठुलो हानि हुन सक्ने र अप्रत्याशित मुद्दा झमेलाहरू आउन सक्ने भए पनि देखिन्छ। जहिले पनि सिंह राशिको व्यक्तिले आफ्नो मनको कुरा गरेरै अगाडि बढ्ने हो र तपाईँको जीवनमा उन्नतिमय नै समय देखिन्छ, भाग्यमय नै समय देखिन्छ। र यो सँगसँगै वैशाख महिनामा त तपाईँको केही सकारात्मक तरिकाले अगाडि बढ्नको लागि ईश्वरको भक्तिको आवश्यक छ, अथवा भगवानको नाम जपेर हुन्छ, या चाहिँ भगवानलाई नमस्कार गरेर हुन्छ, अथवा सूर्यलाई बिहान बेलुका नमस्कार गरेर हुन्छ। तपाईँले केही कुराहरू लाभ लिन सक्नुहुनेछ। बिहानै उठ्नुहोस्, दिउँसो र बेलुका भगवान सूर्यलाई नमस्कार गर्नुभयो भने तपाईँको आर्थिक उन्नति, सामाजिक जीवनमा राम्रो हुन्छ। सूर्यलाई नमस्कार गर्दा सिंह राशिलाई किन राम्रो हुन्छ भने तपाईँ सूर्यमा जुन किसिमको एउटा तातो इनर्जी छ, त्यो इनर्जी तपाईँभित्र पनि छ। र सूर्यमा जुन किसिमको क्वालिटी छ, सूर्यसँग जुन किसिमको सूर्यको स्वभाव छ, त्यो तपाईँभित्र पनि छ। त्यसैले सूर्य र तपाईँ चाहिँ मिल्नुहुन्छ। र सूर्यले ठ्याक्कै चन्द्रमालाई चाहिँ तपाईँको राशि स्वामी भनेरै पठाएको हो। त्यसैले सूर्य चन्द्रमाको संयोग एउटा कुरा। दोस्रो कुरा, सूर्य बुवा हुन्छ। बुवाको ठाउँमा आमाको ग्रह चन्द्रमा गएर बसिसकेपछि आमा बाउको आशीर्वाद हुन्छ। एउटा त सूर्य चन्द्रमाको आशीर्वाद, अर्को त आमा बाउको आशीर्वाद। यो कारणले गर्दा पनि सिंह राशिको व्यक्तिहरू एकदमै सफल हुने हुन्छ। र तपाईँहरू जति पनि सिंह लग्न हुन्छ जन्मकुण्डलीमा, सिंह राशि हुन्छ, यी व्यक्तिहरू संसारमा सर्वाधिक सफल मात्रै छन्। राजनीति क्षेत्रमा त सबै सिंह लग्नको व्यक्तिहरू वा सिंह राशिकै व्यक्तिहरू छन्। त्यसैले उन्नति प्रगतिको लागि एकदम राम्रो छ। एजुकेसन, सामाजिक सेवा, सम्बन्ध, उन्नति प्रगति, यो यावत क्षेत्रमा वैशाख महिनामा केही सकारात्मक देखिन्छ। कन्या राशि। कन्या राशिको अष्टम सूर्यको कारणले गर्दा आकस्मिक केही घाटा हुन सक्ने समय वैशाख महिनामा देखिन्छ। भाग्यले साथ नदिएको होइन, तर कर्मले अलिकति हान्न सक्ने अवस्थिति छ। उन्नति प्रगतिमा चाहिँ समय कागती निचेर जस्तो निचोर्न सक्ने समय हो। र तपाईँभित्र भएको कुरालाई चाहिँ निचोरेर समाजले लिएर जाने, तपाईँभित्र भएको ज्ञानलाई, तपाईँभित्र भएको क्षमतालाई चाहिँ तोरीकोले तेल दिए जस्तो पिना नै तपाईँलाई बनाएर लिएर जान सक्ने समय छ। त्यसैले आफ्नो शक्ति, जे कुरा जान्नुहुन्छ तपाईँ
तपाईँ नबोली अर्कालाई नसिकाइ बस्नुहोस्। कसैले पैसा तिर्छ भने पनि नसिकाइ बस्नुहोस्। अनि जब वैशाखको महिना सकिन्छ अनि ज्येष्ठ लागिसके पछाडि तपाईँले त्यो शक्तिलाई प्रयोग गरेर धेरै कामहरू गर्न सक्नुहुनेछ। तपाईँको वरिपरि तपाईँ के भन्नुहुन्छ र सुनौँ भन्ने व्यक्तिहरू मात्रै छन्। तपाईँको वरिपरि तपाईँ के गर्नुहुन्छ र हेरौँ भन्ने व्यक्तिहरू मात्रै छन्। त्यसैले कन्या राशिको वरिपरि धेरै किसिमका व्यक्तिहरू अहिले तत्काल के खाउँ भन्दै वरिपरि झुम्मिएको कारणले गर्दा तपाईँ आफूभित्र भएको कुनै पनि कुरा अरूलाई नदिनको लागि ग्रह गणितको अपिल छ। एजुकेसनको क्षेत्रमा राम्रै छ, आर्थिक प्रगतिको क्षेत्रमा राम्रै छ, कुनै पनि क्षेत्र मेहनत गर्दा राम्रो हुन्छ। वैवाहिक सम्बन्धमा टाढा नजिकको सम्बन्ध हुन सक्ने हुन्छ। बेला बेला देश विदेशको यात्राको अवस्थिति असाध्यै राम्रो छ। घर छोडेर बाहिर जानुपर्ने अवस्थिति हुनसक्छ, बाहिर बसेर काम गर्नुपर्ने अवस्थिति हुनसक्छ, नयाँ जबहरू टाढा पाउन सक्ने अवस्थिति छ, भाग्यले साथ दिएका अवस्थितिहरू छन्। अनि जीवनमा खुसीहरू पनि केही कुराहरू प्राप्त गर्नको लागि वैशाख महिना एकदमै शुभ नै देखिएको अवस्थिति देखिन्छ। सामाजिक भाग्य, आमबाबुको आशीर्वाद यो सबै कुरालाई जोडेर नै कन्या राशिको व्यक्ति अगाडि आउने हो। त्यसैले आफ्नो सबै कुरालाई जोडेर अगाडि आउनुभयो भने कन्या राशिको लागि सर्वाधिक शुभ हुन सक्ने समय देखिन्छ। तुला राशि। तुला राशिको सप्तममा सूर्य परेको कारणले गर्दा तपाईँको आफ्नो वैवाहिक जीवनमा, व्यापार व्यवसायमा र साथीभाइसँग, पार्टनरमा अथवा चाहिँ वरिपरिको साथीभाइसँग केही भनाभन हुन सक्ने, केही बाधा व्यवधान आउन सक्ने, एक आपसमा चाहिँ रिसरागका कुराहरू हुन सक्ने देखिन्छ। तपाईँले परिस्थितिलाई मिलाउँदै पनि परिस्थिति काबुभन्दा बाहिर जान सक्ने कारणले गर्दा मुद्दा मामिलाको सङ्केत एकदमै धेरै देखिन्छ। र तुला राशिको जीवनमा चुनौती नै चुनौतीको अवस्थितिको सामना गर्नु परे तापनि तपाईँलाई अन्तिममा आएर अन्तिम हप्तामा श्रीमतीले केही शुभ वचन बोलिदिनाले गर्दा तपाईँको शुभ हुन सक्ने वा चाहिँ आफ्नो श्रीमान श्रीमतीमा केही झगडाहरू चाहिँ अन्तिममा गएर फेरि मिलाप हुन सक्ने अवस्थितिहरू देखिन्छ। डिभोर्सको समय पनि हो, समस्याको समय पनि हो। आफ्नो हस्बेन्ड चाहिँ काम बिना घरमा बसिरहँदा अथवा उहाँले भने जस्तो तपाईँलाई नगरिदिँदा रिस उठ्न सक्ने समय पनि देखिन्छ। त्यसैले श्रीमान श्रीमतीमा चाहिँ अलिकति राम्ररी बस्नुपर्ने हुन्छ। र ठ्याक्कै तुला राशिको लागि मुद्दा मामिलाको समय भएको कारणले गर्दा तपाईँ तुला राशिको हुनुहुन्थ्यो, काहीँ कसैलाई ठगी गर्नुभएको थियो अथवा तपाईँको नाम चाहिँ तुला राशिसँग सम्बन्धित थियो बोलाउने राम भने पनि तपाईँले चाहिँ जेल जानुपर्ने अवस्थिति वैशाख महिनामा देखिन्छ। र जेलले छोड्नेवाला छैन। तपाईँको मुद्दा मामिलाहरू गतिलै लाग्न सक्ने भएको कारणले गर्दा आर्थिक पैसा पनि तिर्नुपर्ने, जेल पनि बस्नुपर्ने र आफ्नो प्रमोसनहरू पनि पहिले भएको जुन किसिमको आफ्नो सामाजिक परिस्थिति छ त्यो पनि लुटिन सक्ने भएको कारणले गर्दा तपाईँले समयले तपाईँलाई ज्यामिर निचोरे जस्तो निचोरेर कङ्गाल बनाएर चाहिँ खोस्टा बनाएर फाल्न सक्ने अवस्थिति छ। त्यसैले तपाईँ तुला राशिको व्यक्तिले आफूलाई सफल बनाउनको लागि सूर्यनारायणलाई नमस्कार गर्नुपर्ने, जरुर नमस्कार गर्नुपर्ने हुन्छ। बिहान नमस्कार गर्नुहोस्, दिउँसो नमस्कार गर्नुहोस् र साँझमा नमस्कार गर्नुहोस्। र एउटा कुरा आफू अनुशासनमा बस्नुहोस्। भाग्यले तपाईँको जीवनमा सफलता दियोस्, होस् कर्मले तपाईँलाई हानिसक्यो भन्ने कुरा तपाईँ स्पष्ट हुनुहोस्। तुला राशिको व्यक्तिले के बुझ्नुहोस् भने जीवन सधैँ एकै नाश जाँदैन र जीवन अर्कै कुराले चलाइरहेको हुन्छ। युनिभर्सको इनर्जीलाई समेटेर हामीले काम गर्ने हो। मेरो मन, बुद्धि र वचन राम्रो छ। यो संसारमा जति व्यक्तिहरू छन् तिनीहरूलाई म च्यालेन्ज गर्न सक्छुको हिसाबमा तपाईँ जानुभयो भने तपाईँको जीवन सर्वाधिक सफल हुने हुन्छ। कोहीसँग नटेरिकन, कोहीसँग नडराइकन आफ्नो शक्तिलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्ने देखिन्छ वैशाख महिनामा। र वैशाख महिनामा तपाईँको आर्थिक उन्नति, सामाजिक जीवनमा उन्नति, देश विदेशको यात्रा यो यावत हुन सक्ने हुन्छ। विदेश यात्रा तपाईँको फ्याट्टै एकै सर्टमा भिसा लाग्न सक्ने अवस्थिति छ। लागेन भने बुझ्नुपर्ने हुन्छ तपाईँमा आफूमा कमजोरी हो, भिसा दिने मान्छेमा कुनै पनि कमजोरी थिएन। त्यसैले तपाईँको नयाँ जबहरू पाउने, नयाँ बिजनेसहरू सञ्चालन हुन सक्ने, पार्टनरहरू नयाँ आउन सक्ने, पुरानाहरू जान सक्ने यो यावत उतार चढावको समय देखिन्छ। एजुकेसनको क्षेत्रमा निकै मेहनतले पढेको हो भने तपाईँ पास गर्न सक्नुहुनेछ र तपाईँको नयाँ खुसीहरू प्राप्त हुन सक्ने अवस्थिति छ। र कुनै पनि कुराले समस्या दियो, मुद्दा मामिला हुन्छ भने त्यसलाई टार्न नखोज्नु। जे हो सत्य बोलिदिनु। जति दिन जेल राख्छ बस्नु वा चाहिँ तपाईँ जे काम गर्दै हुनुहुन्छ त्यसलाई स्पष्ट म यो गर्दैछु भनेर भन्नुभयो वरिपरि भने पनि त्यस्तो समस्या नआउन सक्ने अवस्थितिहरू देखिन्छ। र खासमा कामै काम भन्दा पनि स्वास्थ्य, आर्थिक उन्नति, सामाजिक जीवन, यो यात्रा, यो यावत सबै कुरामा चाहिँ सूर्य भगवानको आशीर्वाद रहन सक्ने अवस्थिति छ। वृश्चिक राशि। वृश्चिक राशिको नयाँ जब पाउने, शत्रुहरू परास्त र ध्वस्त हुने, आर्थिक हिसाबमा लाभ हुन सक्ने, देश विदेशको यात्रा हुन सक्ने, पढाइमा राम्रो हुन सक्ने, नयाँ जबको लागि चाहिँ नयाँ ठाउँबाट अफर प्राप्त हुन सक्ने समय देखिन्छ। स्वास्थ्यहरू वर्षौँदेखिको स्वास्थ्य समस्याहरू पनि हट्न सक्ने हुन्छ। घर परिवारमा नयाँ मिलन हुने हुन्छ, नयाँ उपहारहरू पाउन सक्ने अवस्थिति छ, नयाँ खुसी हुन सक्ने समय देखिन्छ। तपाईँमा अहङ्कार र घमण्ड बढ्ने कारणले गर्दा आफ्नै टाउको चाहिँ ढुङ्गामा ठोक्नुपर्ने अवस्थिति पनि छ।
मुद्दा मामिलाको हिसाबलाई लिएर तपाईँले कुनै गल्ती कारणवश सरकारसँग समाजसँग गर्नुभएको छ भने तपाईँको परिस्थिति काबुमा रहँदैन, काबु बाहिर हुन्छ, जे हुन्छ त्यसलाई स्वीकार गर्नुपर्ने हुन्छ। ठ्याक्कै मङ्गलको घरमा तपाईँको चन्द्रमा रहिरहने र चन्द्रमा निचो भएको कारणले गर्दा आफ्नो मन कमजोर जतिखेरै भइरहने हुन्छ। त्यसैले आफ्नो कमजोर भएको मनलाई माथि लिएर आउनको लागि हनुमान चालिसाको पाठ गर्नुभयो, हनुमान वा गणेशजीलाई चाहिँ नजिक राख्नुभयो, गणेशजीको परिवारसँग माफी माग्नुभयो भने तपाईँको जीवनमा सर्वोपरि राम्रो हुने हुन्छ र तपाईँको जीवन सर्वाधिक शुभ समय हुन सक्ने देखिन्छ र भाग्यले साथ दिन सक्ने अवस्थिति छ। धनु राशि। तपाईँ धनु राशिको हुनुहुन्छ। तपाईँको सूर्य ठ्याक्कै पञ्चम स्थानमा पुग्ने हुँदा आफ्नो सन्तानको भविष्यलाई सुरक्षित गरिदिनु मात्रै तपाईँको काम हो, बाँकी तपाईँको हातमा कुनै पनि व्यवहार छैन र तपाईँको चुनौती जुन किसिमका परिस्थितिहरू समस्याहरू तपाईँको अगाडि जागृत भएर उपस्थित भइसकेका छन्, यिनीहरूले तपाईँलाई कुनै न कुनै हिसाबमा नयाँ बाटोमा नयाँ मोडमा लिएर जान सक्ने अवस्थितिहरू देखिन्छ। भाग्य सधैँभरि सबै ठाउँमा फलित हुँदैन। कहिलेकाहीँ कर्मले साथ दिनुपर्ने हुन्छ, तत्काल कर्मले साथ नदिन सक्ने अवस्थिति भएको कारणले गर्दा तपाईँले नयाँ ऋणहरू लिएर लोनहरू लिएर आफूलाई व्यवस्थित गर्नुपर्ने समय छ। तपाईँको नयाँ किसिमका कामहरू कसरी बन्छन् वा आफ्नो बुद्धि विवेक कहाँबाट प्रयोग गर्ने भनेर असमझ भइरहेको अवस्थितिमा पुनः परिस्थितिले ठक्कर मार्दाखेरि केही कुराहरूमा तरङ्गित भए तापनि तपाईँको आजसम्मको अध्यात्म, आजसम्मको कुल धर्म, आजसम्म गरेको ईश्वरको नाममा गरेका पूजा पाठ सत्कर्मले नै तपाईँलाई बचाउन सक्ने अवस्थिति देखिन्छ र समयले बचाइ पनि रहेको छ र तपाईँको लागि केही सकारात्मक वा नयाँ हुन सक्ने हुन्छ। सूर्यलाई जल चढाएर कामहरू सुरु गर्दा तपाईँको लागि सर्वाधिक राम्रो हुन सक्ने हुन्छ धनुराशिको लागि। धनुराशिको उन्नतिमय समय अलिकति ढिला हुनेछ, तर वैशाख महिनामा पनि बृहस्पति चाहिँ शुभ छ। कसैको आशीर्वादको कारणले गर्दा तपाईँका कामहरू बन्न सक्ने हुन्छन्, भाग्यले साथ दिन सक्ने हुन्छ, एजुकेसनमा एकदम राम्रो हुन सक्ने हुन्छ, स्वास्थ्यमा भएका हानिहरू समाप्त भएर जानेछन्। तपाईँको केही नयाँ किसिमका बाटाहरू खुलाउनको लागि चाहिँ भगवान् पशुपतिनाथलाई सम्झिन सक्नुहुनेछ र तपाईँ जहिले पनि काहीँ न काहीँ तपाईँको नजर कुनै एक क्षेत्र वा एक वस्तुसँग हुन्छ। त्यो वस्तु जुन ईश्वर तुल्य छ भने त्यही किसिमको इनर्जी पाउने हुन्छ। त्यो वस्तु तुच्छ छ वा चाहिँ कुनै सम्बन्धसँग वा नयाँ सम्बन्धसँग छ र उहाँको इनर्जी चाहिँ खराब छ भने त्यो इनर्जी तपाईँमा प्रवेश हुने कारणले गर्दा तपाईँलाई एकदम खराब हुन सक्ने अवस्थिति हुन्छ। त्यसैले चारित्रिकगत अनुशासन नै वैशाख महिनामा धनुराशिको लागि महत्त्वपूर्ण देखिन्छ। त्यसैले चरित्रको अनुशासनमा बस्नुभयो भने सबै किसिमका समस्याबाट बाहिर निस्किन सक्ने हुन्छ र तपाईँलाई मेरो मनमा यो हुन्छ हुँदैन जस्तो लागेको छ भने तपाईँको मनमा जे कुरा छ त्यस पोजिटिभ हिसाबमा सबै कुराहरू राम्रो हुन सक्ने देखिन्छ र नेगेटिभ हिसाबमा भएका कुराहरू पञ्चमको सूर्यको कारणले गर्दा चाहिँ ध्वस्त र भएर जान सक्ने अवस्थिति छ र पोजिटिभ सोच्नुहोस्, सबै कुरामा राम्रो हुन सक्ने अवस्थितिहरू देखिन्छ। मकर राशि। मकर राशिको लागि चौथो सूर्य छ। तपाईँको आफ्नो जन्मदिने बुवासँग डिबेट हुन सक्ने हुन्छ अथवा चाहिँ केही कुरामा बाधा व्यवधान हुन सक्ने हुन्छ वा भेट हुन सक्ने हुन्छ। उहाँले केही आशीर्वाद दिन सक्ने समय छ वा तपाईँले उहाँलाई चाहिँ केही कुराहरू माग्न सक्ने समय पनि हो र उहाँले केही कुरा भन्न सक्ने समय पनि हो। अथवा चाहिँ उहाँ पितृ भइसक्नु भएको अवस्थामा छ भने पनि तपाईँले आकाशतिर फिर्केर नमस्कार गर्नुपर्ने हुन्छ र तपाईँको जीवनमा जे भयो यो अत्यन्त राम्रो हुँदैछ भनेर बुझ्नुपर्ने हुन्छ मकर राशिको व्यक्तिले। र मकर राशि शनि कारक भएको कारणले गर्दा मकर राशिले कहिले पनि जति पनि मकर राशिको व्यक्तिहरू हुनुहुन्छ तपाईँले दलित भन्नुहुन्छ या चाहिँ दमाई भन्नुहुन्छ, कामी भन्नुहुन्छ या कुनै हिसाबमा चाहिँ दलितको लागि सेवा गर्नुहुन्न भने मकर राशिको व्यक्ति जहिले दरिद्री हुन्छ, जहिले गरिब हुन्छ। तपाईँ ब्राह्मण भएर दलितको सेवा गर्न सक्नुहुन्न वा दलितलाई नमस्कार गर्न सक्नुहुन्न वा दलितले छोको खान सक्नुहुन्न। तपाईँले चाहिँ दलितप्रति विभेद छ, तपाईँ चाहिँ अरूमा विभेद राख्नुहुन्छ भने तपाईँ शनिकारक व्यक्ति हो। तपाईँको जीवन हमेसा कङ्गालमा जाने र हमेसा दरिद्रमा जाने हुन्छ। त्यसैले तपाईँको जीवनमा सफलता प्राप्त गर्न हुन्छ भने तपाईँले चाहिँ कुनै पनि दलित समुदायसँग माफी माग्नुपर्ने अवस्थिति हुन्छ वा दलित समुदायबाट अथवा पीडित पछाडिएका समुदायहरूबाट चाहिँ आशीर्वाद दिनुपर्ने र उहाँहरूको समुदायमा बसेर समुदायलाई माथि उकास्नको लागि कोसिस गर्नुभयो भने तपाईँ मकर राशिको वैशाख महिना एकदमै राम्रो छ र जहिले पनि राम्रो हुन्छ। म के भन्छु भने कुनै पनि अध्यात्मको ऊर्जा प्राप्त गर्न अगाडि मानवतालाई एक दृष्टिले हेर्नुपर्ने हुन्छ
र जो व्यक्ति विभेदकारी छ र ऊ आध्यात्मिक हुँ भन्छ भने ऊ आध्यात्मिक होइन र ऊ चाहिँ एउटा बिग्रिएको मस्तिष्क लिएर बसेको छ भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। त्यसैले तपाईँ के बुझ्नुहोस् भने तपाईँको मकर राशिको जीवनमा आउने दिन सफल छ, तर तपाईँ सबैसँग समान हुनुहुन्छ के। यो हिसाबमा चाहिँ वैशाख महिनामा शुभ हुनेछ, आर्थिक शुभ हुनेछ, सामाजिक जीवनमा शुभ हुनेछ, देश विदेशमा जान सक्ने अवस्थाहरू हुन्छन् अथवा नयाँ साथीभाइहरू बन्नेछन्, तपाईँको हाइटहरू बढ्न सक्ने हुन्छ अथवा तपाईँको जुन एटिट्युडहरू पनि बढ्न सक्ने हुन्छ, घमण्डहरू पनि बढ्न सक्ने हुन्छ, अहङ्कारहरू पनि बढ्न सक्ने हुन्छ कि मैले यो समाजमा यो कुरा दिँदैछु या यो कुरा लिँदैछु भन्ने कुरामा। त्यसैले मकर राशिको व्यक्ति हुनुहुन्छ भने तपाईँको बौद्धिकतालाई भन्दा पनि तपाईँको व्यावहारिकतालाई महत्त्वपूर्ण बनाएर अगाडि बढ्नुहोस्, तपाईँको लागि राम्रो छ। सामाजिक जीवन, आर्थिक उन्नति, बच्चा कन्सिभिङ, श्रीमान श्रीमतीको सम्बन्ध, सामाजिक सम्बन्ध, घर परिवारको सम्बन्ध, यो यावत क्षेत्रमा तपाईँ मकर राशिको लागि सर्वाधिक शुभ हुन सक्ने समय देखिन्छ। स्वास्थ्यमा पनि अलिकति राम्रो गरेर अगाडि बढ्नुभयो भने तपाईँको जीवन सर्वाधिक सफल हुन सक्ने हुन्छ। आर्थिक उन्नति, सामाजिक जीवन यो तपाईँकै हातको कुरा हो र तपाईँले धेरै कुराहरू लिन र दिन सक्नुहुन्छ। तपाईँ त्यागी दानी पनि हुनुहुन्छ। त्यसैले अध्यात्मको नजरमा अब जानुपर्ने हुन्छ। तपाईँको एज बढी छ भने आध्यात्मिक कसरी बन्ने भनेर मलाई सोध्न सक्नुहुन्छ। 52 वर्ष हुनुभयो भने तपाईँको बृहस्पति एक्टिभ छ। अध्यात्म कसरी जाने भन्ने थाहा पाउनको लागि चाहिँ मसँग कुरा गर्नुभयो भने यसरी जाने भनेर मैले बाटो देखाउन सक्छु। त्यसैले तपाईँको जीवनमा सफलता प्राप्त गर्नको लागि चाहिँ सबै समुदायलाई समान व्यवहार गरेर अगाडि बढ्नुपर्ने हुन्छ। वैशाख महिना सर्वाधिक शुभ छ। कुम्भ राशि। कुम्भ राशिमा तेस्रोमा सूर्य छ। आर्थिक उन्नति, शत्रुहरू परास्त हुनु, देश विदेशको यात्रा हुनु, नयाँ जब पाउनु, तपाईँलाई दुःख दिने मान्छेहरूको दुर्दशा हुनु र तपाईँको जीवनमा केही सकारात्मक परिवर्तन हुनुसँग जोडिन्छ। सबै कुरा सबै समयमा पाइहालिन्छ भन्ने हुँदैन र आफूले गरेको अन्यायप्रति माफी माग्यो भने धेरै कुराहरू प्राप्त हुन्छ। तपाईँको राशिकारक ग्रह स्वामी ग्रह शनि हो। शनि ग्रह दलितसँग सम्बन्धित ग्रह हो। दलितलाई तपाईँ देख्न सक्नुहुन्न वा चाहिँ तपाईँलाई श्रमिकहरूलाई देख्न सक्नुहुन्न। अरूलाई चाहिँ एकदमै धनी मात्रै मनपर्छ, गरिबहरूलाई देख्न सक्नुहुन्न। घर वरिपरिको तपाईँको काम गर्ने व्यक्तिहरूलाई चाहिँ तपाईँलाई गाली गर्न मन छ। यो अवस्थामा तपाईँ कुम्भ राशिको व्यक्ति या त तपाईँले आफ्नो अङ्ग गुमाएर बस्नुपर्ने हुन्छ, या त गोली खानुपर्ने हुन्छ, या त तपाईँले जीवनमा ठुलो मुद्दा मामिलामा फस्नुपर्ने हुन्छ, या करोडौँ घाटामा बिजनेस चलाउनु पर्ने हुन्छ। त्यसैले कुम्भ राशिको व्यक्तिले सबै तल्लो वर्गसँग माफी मागेर अगाडि बढ्नुभयो भने र उनीहरूले जे खान्छन् त्यो खानुभयो भने, उनीहरूले दिएको चिया खानुभयो, खाना खानुभयो भने तपाईँ कुम्भ राशिको व्यक्ति सर्वाधिक सफल हुने हुन्छ। र राशिगत हिसाबमा ग्रहहरूको पनि वर्ण हुन्छ। वैश्य वर्ण पनि हुन्छ, ब्राह्मण वर्ग पनि हुन्छ, सबै हुन्छ त्यसमा। त्यसैले तपाईँ जुन कारकसँग जोडिनुहुन्छ त्यो कारकसँग तपाईँको हितैषी बन्नुपर्ने हुन्छ। त्यसैले कुम्भ राशिको व्यक्तिको लागि वैशाख महिनामा सर्वाधिक सबल र सफल समय छ। तपाईँको जीवनमा केही पनि भएको छैन भने तपाईँले कसैलाई न कसैलाई दमन गरेको अवस्थिति वा केही न केही कुरामा चाहिँ बाधा उत्पन्न गराएको र कुनै परिवारलाई तपाईँले तल्लो वर्गको हिसाबमा सोचेको वा दलित समुदायमा बसेर आजसम्म एक कप पनि चिया नखाएको कारणले गर्दा नै तपाईँ गरिब भएको हो वा तपाईँको जीवनमा चुनौती भएको हो भनेर स्पष्ट हुन्छ। हामी अब ज्योतिषको रियालिटीमा जान्छौँ। हामी ज्योतिषको एकदमै रियल कुरामा जान्छौँ। जस्तो ज्योतिषमा जहिले पनि तपाईको निचा जातिले गर्दा नै तपाईको भाग्य उदय हुन्छ भनेर भनिया छ भने कुम्भ राशिको व्यक्तिलाई भनिया छ भने कुम्भ राशिको व्यक्ति निचा जातिसँग चाहिँ खानै खान मान्दैन, सँगै बसेर निचा जातिको चाहिँ खुट्टा छुन मान्दैन। निचा जाति आउने बित्तिकै चाहिँ तपाईलाई नमस्कार गर्नुपर्छ भने त तपाईको जीवनमा कहिले पनि प्रगति हुँदैन। त्यसैले जीवनमा प्रगति गर्नको लागि आफू पनि वैज्ञानिक दृष्टिकोणमा अगाडि बढ्नुपर्ने देखिन्छ र म चाहन्छु कि कुम्भ राशिको व्यक्ति सबै समुदायप्रति समान भएर अगाडि बढ्नुभयो भने तपाईको जीवनमा एकदमै सफल हुनेछ। आर्थिक लाभको समय छ, सबै क्षेत्रबाट बल्ले बल्ले हुन सक्ने समय देखिन्छ। धन सम्पत्तिको विषयमा पनि राम्रो छ, आर्थिक उन्नति सामाजिक जीवनको विषयमा पनि राम्रो छ र तपाईको सम्बन्ध यो यावत कुराले चाहिँ वैशाख महिनामा राम्रै प्रगति गर्न सक्नुहुन्छ कि भनेर देखिएको छ। लटरी लाग्न सक्ने समय छ, यहाँसम्म सम्झिनु न तपाईँ है। तर तपाईँ पछाडि फर्केर हेर्नु, तपाईँ विभेदकारी हो कि होइन, तपाईँमाथि विवेकको झन्डा छ कि छैन, छ भने तपाईँको हुँदैन। यो कुरामा तपाईँ स्पष्ट हुन सक्नुहुन्छ। स्वास्थ्यको लागि शुभ छ। मीन राशि। मीन राशिको लागि सबै पैसाहरू खर्च गर्न सक्ने समय छ। वैशाख महिनामा आर्थिक हानि नोक्सानीका समयहरू छन्। नयाँ जबहरू चेन्ज हुन सक्ने समय छ। तपाईँले बोलेका कुराहरू चाहिँ पुरा हुन सक्ने अवस्थितिहरू पनि छ। भाग्यले साथ दिए तापनि तपाईँको
निरन्तर मेहनत गरेको पैसा अरूले खाइदिँदा दुःख लाग्न सक्ने पनि देखिन्छ, तर आर्थिक हानि वा चुनौतीका समयहरू पनि देखिन्छन्। कसैलाई झोसेर पोलेर नबोल्नको लागि चाहिँ ग्रहगणितको अपिल पनि देखिन्छ र तपाईँको जीवनको एक किसिमको ठुलो त्याग पनि देखिन्छ। तपाईँले यो समाजलाई, यो देशलाई जे कुरा दिनुभयो त्यो अरू कसैले पनि दिन सक्दैन, वा तपाईँले यो वरिपरि समाजलाई जसरी लानको लागि कोसिस गर्नुभयो यो अरू कसैले पनि लान सक्दैन। यस्तो किसिमको समय चाहिँ यो वैशाख महिनामा देखिन्छ र योभन्दा अगाडि पनि यस्तै समय हो। तपाईँको बृहस्पति एकदम शुभ तरिकाले घुमेर आइरहेको समय पनि छ। त्यसैले केही कुराहरूमा बाधा व्यवधान, केही कुराहरूमा हानि, केही कुराहरूमा चुनौती, केही कुराहरूमा चाहिँ बाध्यात्मक परिस्थिति भए तापनि आउने समय सर्वाधिक शुभ हुने र सर्वाधिक सफल हुन सक्ने देखिन्छ। वैशाख महिनामा चाहिँ तपाईँको केही सकारात्मक परिवर्तन गराउनको लागि बुद्धि, विवेक, बल, ईश्वरीय शक्ति, समाजको परिस्थिति, रहनसहन सबै प्रयोग गरेर अगाडि बढ्नुपर्ने अवस्थिति हुन्छ। देश विदेशको यात्रा तपाईँको लागि राम्रो छ र तपाईँले यो जिब्रोमा चाहिँ तपाईँको सूर्यनारायण बस्ने, मुखमा सूर्यनारायण बस्ने कारणले गर्दा तपाईँले सूर्यको मन्त्र वा कुनै एउटा मन्त्र जाप गरेर चाहिँ सूर्यलाई जल चढाउनु भयो भने तपाईँको लागि एकदम राम्रो हुन सक्ने समय छ होइन। कतिपय अवस्थामा चाहिँ जीवनमा सङ्कटै सङ्कटको घडी पनि हुँदैन, परिस्थितिहरू बदलिन्छन्, आउँछन् जान्छन्, यो आफ्नो ठाउँमा छ। तर शत्रुहरू परास्त वा ध्वस्त हुनको लागि चाहिँ आफैले नै ईश्वरीय शक्तिमा रमाएर अगाडि बढ्नुपर्ने अवस्थिति हुन्छ। तपाईँ मीन राशिको हुनुहुन्छ, मीन राशिको गुरु हुनु आवश्यक हुन्छ। मीन राशिको मर्ने बेलामा भए पनि गुरु चाहिन्छ। 52 वर्षमा जहिले बृहस्पति एक्टिभ हुन्छ, 52 वर्षभन्दा माथिको हुनुहुन्छ भने चाहिँ तपाईँको गुरु हुनुहुन्न वा तपाईँलाई अध्यात्म ज्ञान छैन भने चाहिँ मसँग सिधा सम्पर्क गर्न सक्नुहुन्छ कसरी अध्यात्ममा जान सकिन्छ भन्ने कुरा। अध्यात्ममा जाँदाखेरि एउटा महत्त्वपूर्ण पक्ष के हुन्छ भने तपाईँको उमेर हुन्छ 70-80 वर्षको जस्तो, काम गर्न सक्ने जोस 25 वर्षको जस्तो हुन्छ, माइन्ड पनि 24-25 वर्षको जस्तो हुन्छ। त्यसैले अध्यात्म सबैभन्दा महत्त्वपूर्ण कुरा हो, ध्यान साधना महत्त्वपूर्ण कुरा हो। र कुनै पनि क्षेत्रमा तपाईँको गुरुले तपाईँको शिरमा हात राखेर चाहिँ अथवा तपाईँको थर्ड आईमा हात राखेर चाहिँ तपाईँ यो ऊर्जामा जानुहोस् भन्दैमा ऊ गुरु हो भन्ने कुरा तपाईँ नसोच्नु होइन। तपाईँलाई तपाईँको प्राकृतिक इनर्जी हुन्छ। गुरुको काम के हो भने गुरु जस्तो बनाउने र उसैसँग नचाउने भन्ने होइन। गुरुको काम के हुन्छ भने गुरुले तपाईँसँग कुन प्राकृतिक इनर्जी छ त्यसलाई छुट्याइदिने हो र त्यो इनर्जीको बाटोमा तपाईँ हिँड्ने हो। कुनै दिन मैले तपाईँको प्राकृतिक इनर्जी के हो भनेर छुट्याइदिएँ भने तपाईँले मलाई जीवनमा दोस्रोचोटि भेट्नु पर्दैन। त्यही आफ्नो प्राकृतिक इनर्जी यो रहेछ भनेर त्यसमै निरन्तर कोसिस गर्दाखेरि त्यसैबाट चाहिँ युनिभर्सको लिनेजहरू जोडिन्छ। त्यसैले मीन राशिको जीवनमा सफलताको लागि केही न केही अदृश्य शक्तिहरूको सपोर्ट हुन्छ र यो सपोर्टको आधारले नै तपाईँको जीवन निर्धारण गर्ने हो र यो अदृश्य शक्तिको सपोर्ट लिएर नै अगाडि बढ्नुपर्ने हुन्छ। मीन राशिको जीवनमा मैले धेरै कुरा पाएँ वा पाइनँ यो सोच्ने समय होइन। मैले आफूलाई कसरी जीवनभर मस्तिष्क र स्वास्थ्यको लागि राम्रो राख्न सक्छु वा चाहिँ एकदम पिसफुल राख्न सक्छु, यसैमा तपाईँको लडाइँ हुनुपर्छ र मोह कति छ त्यो मोहलाई छोड्नुपर्छ। डिट्याचमेन्टको हिसाबमा जानुपर्छ। टुवेल्भ जो अन्तिम राशि हो कि तपाईँ नै अन्तिम हो कि राशिमा, त्यसैले मृत्युसँग सम्बन्धित हुन्छ यो सबै कुराहरू। त्यसैले अन्तिमसँग बेडरुम भन्ने पनि अन्तिम हो, मृत्यु भन्ने पनि अन्तिम हो। त्यसैले बेडरुममा बसेर आध्यात्मिक साधना गर्दा पनि तपाईँको साधना बलिभूत हुन्छ। त्यसैले भाग्य उन्नति गराउनको लागि तपाईँको एकदम राम्रो समय वैशाख महिना देखिन्छ। सम्बन्ध हरेक कुराले राम्रै छ र तपाईँको जीवनमा हरेक एक कुराले सहयोग र सपोर्ट गर्ने हुन्छ र जीवनका धेरै समस्याहरू टरिसकेका छन् र आउने दिन एकदमै राम्रो देखिन्छ।